बाथरुम खुला छ कि यार छोरी हो जस्तो लाग्न थाल्यो मलाई पनि किन भन्नु त के याद हजुरले भनेर मलाई त बाबु उतातिर गएको देखेर हो ए अनि बन्द छ खुल्ला छ छोरी खुल्ला छ कि बन्द छ खुल्ला छ कि बन्द छ अनि बन्द गर्यौ त पढी बाबुले दिनुपर्ने बाबु त उता थियो नि त बाबु त उता थियो नि त छोरो यो पुनले चाहिँ 28 लाख देखाएछ खर्च कुन महावीर पुनले बालेनले 14 लाख देखाएछ होइन त्यही त भने के भन्छन् अनि के अरे अनि फेरि पुनले के भनेछ अनि झापा र काठमाडौँ हिँडे जस्तो होइन नि त म्याग्दी डुल्नलाई 2 चोटि म्याग्दी पुग्नलाई भनेर यो पनि खतरा कमेन्ट गर्दो रहेछ रहेछ कृष्णहरि भन्ने डाक्टर कृष्णहरि भन्ने को रहेछ कोही होला अर्थशास्त्र अङ्ग्रेजी व्यवस्थापन समाजशास्त्र राजनीतिशास्त्र जनप्रशासन गरी 6वटा विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका डाक्टर कृष्णहरि बुढाथोकीले उनले जेन्जी आन्दोलनपछि ब्याङ्कको जागिर छोडेर राजसभा छिरेका थिए रामेछापबाट भारी मत ल्याएर उनी विजय के बताउने त्यो हुन्छ कि स्वर्णिम वाग्ले हुन्छ अर्थमन्त्री को रे नाम सुशान्त वैदिक भन्नेको अर्को नाम आइरहेछ त डाक्टर कृष्णहरि होइन सुशान्त वैदिक भन्ने चाहिँ स्वर्णिम वाग्ले बनाउनु पर्छ होला विद्यार्थी संगठनलाई चाहिँ हटाउनु हुँदैन हाम्रो मलाई त्यहाँबाट माइक खानालाई पाइरहेको छ